23 वर्षपछिको मिरमिरे उज्यालो, ब्लाउज र जामा अनि सेतो गोजेरी लगाएकी महिला म भएतिर आइन्। उनले सफा र सुकिलो लुगा लगाएकी थिइन्। उनी गाउँले महिला जस्ती देखिन्थिन्। गर्मी यामको सुरुमा धानखेतमा आराम गरिरहँदा उनी मेरो छेउमा आएर तिनले अचम्मको विषयमा कुरा गर्न थालिन्। तिनले सोधिन्, मुक्तिदाताले मलाई यस्तो भनेको मैले सुने, तिम्रो शक्ति साँच्चै थोरै छ भन्ने गीत सुन्नु भएको छ। उनी गाउँकी एउटी महिला थिइन्, तर म चाहिँ त गाउँमा शरणार्थीको जीवन बिताइराख्ने भए पनि उनले भन्दै गरेको कुरा ठूलो नठानी सुनिरहे। तर उनले सोचे जस्तो म चाहिँ अरू जस्तो साधारण गाउँले महिला थिइन। तापनि मैले उक्त भजन उनीसँगै गाए। तिनले मतिर एकपटक हेरेर फेरि त्यही भजन गाउने अनुरोध गरिन्। उनी आफै चाहिँ केही कुरा सोचिरहेकी थिइन्। मैले सोचे, किन मलाई फेरि गाउन भनेको होला? गाउनु भनेकोले एकपटक त गाइहाले नि। मेरो घमण्ड लुकाउन खोजे, तर भजनका शब्द र त्यसको अर्थ राम्रो भएकोले भित्रैदेखि गाउँ गाउँ लाग्न थाल्यो। लगातार 2-4 पटक गाए। केही पटक गाइसकेपछि ममा भएको घमण्ड हराएर गयो र मेरो आँखाबाट आँसु बग्न थाल्यो। हाम्रो देशले कति ठूलो लडाईँको चोट र वेदना सहिरहनु परेको छ भन्ने कुरा मेरो मनमा आयो। यस्तो सङ्कष्टको बीचमा आफैलाई कमजोर र क्षुद्र पाए। मेरो छोटो जीवन धेरै पटक मृत्युको मुखमा पुगेको थियो। मलाई राम्ररी थाहा थियो, कसैको सहयोगी हात बिना म यहाँ हुनै सक्दिनथे। मृत्युको दलदल हुँदै जानु पर्दा यदि कसैको सहयोगी हातले मलाई नसम्हालेको भए यहाँ आज गाउँदै बस्ने मौका समेत हुने थिएन। म बिस्तारै रुन थाले र मेरो रुवाई तुरुन्तै धुरुधुरु रुवाईमा परिणत भयो। बितेका कष्टमय दिनहरूलाई सम्झँदै म साह्रै दुखित भए। त्यस महिलाले मलाई पश्चाताप गर्न सल्लाह दिइन्, तर म रिसाए। मलाई पश्चाताप गर भन्ने यो को हो? रिसमे मैले भने, मैले पाप गरेकै छैन, म पापी होइन, मलाई नहोच्याउनुहोस्। म धनी परिवारमा जन्मेकी र हुर्केकी हुँ। मैले कसैको सिसा कलमसम्म पनि चोरिन, बरु अरूलाई दिए। मैले आफ्नो श्रीमान बाहेक अरूको अनुहारसम्म पनि राम्ररी हेरेको छुइन। मैले जीवनमा कहिले पाप गरेकी छुइन। उनी शान्तसँग मेरो कुरा सुन्दै थिइन्। उनले हाँस्दै मलाई सल्लाह दिइन्, बुगोक शहरमा एउटा चर्च छ। लडाईले मण्डली घर भत्केको भए पनि तपाईँ हाम्रो सेवामा आउन सक्नुहुन्छ। मैले अनजान माने रिस देखाएर बोलेको कुनै पनि कुराको जवाफ उनले दिँदै दिइनन्। त्यसपछि उठेर उनी धानबारी हुँदै गइन्। म चाहिँ खिन्न हुँदै घर फर्किए। मैले त्यो दिन भेटेकी अपरिचित महिलाको बारेमा सोचेर रात बिताए। तिनी को होलिन्? तिनी को थिइन्? किन तिनले मलाई पश्चाताप गर भनिन्? केही दिनपछि म सबेरै उठे। भुटेको मकै र उसिनेको आलु मस्त निदाएकी छोरीको सिरनामा राखिदिए र खुनले नहुने गरी दैलो लगाएर निस्के। सानो नानीलाई पिठुमा बोकी चर्च गए। उक्त चर्च रेलबाट जाँदा 4 माइल टाढा रहेछ। चर्चभित्र सुनसान थियो र म एक्लै भुइँमा बसे। प्यारो प्रभु, उनले मलाई पश्चाताप गर भने, तर मैले कुनै पाप गरेकी छु भनेर सम्झना नै छैन। तर तपाईलाई म पापी हुँ जस्तो लाग्छ भने मलाई देखाउनुहोस्। मैले यति भनेर प्रार्थना टुङ्गाए। यी शब्दहरू नै मण्डली भवनभित्र गाएर गएपछिको पहिलो गीत झैतो थियो। म एक्लै थिएँ। प्रार्थना गर्दै बस्दा पनि मलाई कुनै पापको सम्झना भएन। त्यसपछि नानीलाई फेरि पिठुमै बोकी म घर फर्केँ। 1 हप्तासम्म लगातार मैले यसो गरेँ।
त्यतिकैमा 7औं दिनको मिरमिरेमा मण्डली पुगेर सधैँझै नानीलाई एकातिर भुइँमा राखे र त्यही प्रार्थना दोहोऱ्याए, प्यारो प्रभु, मेरो पाप देखाउनुहोस्। अन्तिम शब्द नटुङ्गिँदै मेरो आफ्नै आँखाले एउटा दर्शन देखे। पहिलो दर्शन म सानो छँदाको स्कुलको बारेमा थियो। मेरी मम्मीले मेरो लागि कटनको राम्रो घरकै कपडा सिलाइदिनु भएको थियो, तर त्यो लगाउन मलाई मन परेको थिएन। त्यसैले मैले त्यो कपडालाई धानबारीतिर मिल्काइदिएकी थिए। मलाई चिसो लाग्छ भनेर मेरो मम्मी स्कुलमै पुर्याउन आउनु भएको थियो, तर म मम्मीसँग अझै रिसाए। अर्को दर्शनमा मैले देखे मम्मीले बट्टामा खाना लिएर स्कुल बाहिर मलाई पर्खिएर दिनभरि नै बस्नु भएको थियो, तर त्यस बेला मैले मेरो साथीहरूको अगाडि मेरो बेइज्जत गरेको ठानी मनमनै उहाँलाई घृणा गरे। तापनि उहाँले भन्नुभयो, मलाई माफ गरिदेऊ छोरी। मैले अर्को पनि देखे, साथीहरूसँग झगडा गर्दा म कहिले मिलाप गर्ने कोसिस गर्दिनथे। ममा झन शत्रु बनाउँदै जाने स्वभाव बढ्दै गयो। विवाहपछि पनि मेरो व्यवहार श्रीमान प्रति रुखो व्यवहार हुन गयो। मैले 23 वर्षसम्म गरेका सबै पाप कर्महरू सिनेमा हेरेझै मैले दर्शनमा देखे। त्यो कुराले मेरो हृदय छिया छिया भयो। यो पटक चाहिँ मैले रोइ रोइ मेरो सबै पापहरूको पश्चाताप गरे। त्यसपछि मेरो हृदय आनन्दित भयो। यो घटना बिहान मिरमिरेमा सुरु भएको थियो, तर सूर्य अस्ताए नहुन्जेल दिनभरि नै यो लम्बियो। त्यही महिलाले म के गर्दै थिएँ भन्ने कुराको रेखदेख बाहिर बसेर गर्दै रहेछिन्। मलाई थाहा थिएन। म लडीबुटी उचालिँदै पछारिँदै रुँदै घस्रँदै पश्चाताप गर्दै थिएँ। के परमेश्वरले म जस्तै कामै नलाग्ने आइमेलाई पनि क्षमा गर्नुहोला र? म पश्चाताप गर्छु। कृपया मेरो जिद्दीपन, घमण्ड, स्वार्थ र यो प्रेम रहित हृदयलाई क्षमा दिनुहोस्। स्वर्गमा उहाँले मेरो क्रन्दनले भरिएको हृदयले गरेको प्रार्थना सुन्नुभयो। त्यसपछि मैले सुने, उहाँले मलाई प्रेमिलो स्वरले भन्नुभयो, प्यारी छोरी आङसान, म तिम्रै पापको कारणले मरे। जसै म रुँदै पश्चाताप गर्दै थिएँ, जताबाट त्यो आवाज आउँदै थियो त्यतै फर्के। म झसङ्गै भए। हे मेरो प्रभु, मैले मेरो पापको लागि उहाँलाई क्रुसमा टाँगेको देखे। स्पष्टसँग मेरै आँखाले उहाँलाई देखे। उहाँलाई क्रुसमा झुन्डाएको थियो। काँडाको मुकुटको कारणले उहाँको टाउको रक्तमै थियो। पुरा अनुहारै रक्तमै हुने गरी निधारबाट रगतका धारा बग्दै थिए। काण्डले गहिरोसँग घोचेका घाउहरू पनि मैले देखे। उहाँ आफ्नो सबै हाड जोड्नेको असह्य दुखाइको पीडामा हुनुहुन्थ्यो। उहाँका हात र खुट्टा सुकेका रगतका थोप्लाहरूले भरिएका थिए। उहाँको पोखा भालाले छेडिएको थियो, अझै पनि रगत झर्दै थियो। उहाँको सारा शरीर कुटाइ र जगटाइले थिलथिल भएको थियो। मानिसको मरणको यो सबैभन्दा क्रूर तरिका थियो। मैले यस्तो दृश्य हेरिरहन नसकेर आँखा चिम्ले, तर पनि उहाँको घायल शरीर मेरो नजरबाट लुकेन। मेरो पापहरू र उहाँको म प्रतिको असीमित प्रेम र करुणाको कारणले म फेरि चिच्चाएर रोए। मैले तपाईलाई क्रुसमा दुःख सहनु पर्ने तुल्याए। प्रभु, कृपया मलाई क्षमा गर्नुहोस्। मैले लामो समयसम्म मेरा पापहरूको पश्चाताप गर्दै रहे। मेरा सारा घमण्ड, स्वार्थ र धार्मिकता उहाँ सामु खुम्चिँदै आए। बुगोकको शरणार्थी क्षेत्रमा रहेको यो सानो मण्डलीमा एउटी पापी आइमेले साँचो नयाँ जन्म पाई। गुन्द्रीमा बसेर बच्चा जस्तै रुँदै मैले पश्चाताप गर्दै रहे। यसरी मैले यीशु ख्रीष्टलाई आम्ने सामने भेटे। मेरो यत्रो लामो कष्टमय जीवनको यात्रामा धेरै पटक मृत्युको छायाको दलदल भएर हिँड्दा पनि उहाँले नै रक्षा गर्दै ल्याउनु भएको हो भनेर मलाई थाहा नै थिएन। उहाँको सामु मलाई साह्रै लाज पनि लाग्यो।
निहुरेर बसेको अवस्थाबाट उहाँतर्फ अनुहार उठाएर हेर्ने साहस पनि मसँग रहेन। त्यही दिन मेरो सम्पूर्ण जीवन उहाँकै सेवाको निम्ति सुम्पने निर्णय गरे। म अहिले एउटी आमा र श्रीमती मात्र हुँ, तर अब उहाँको विश्वासयोग्य सेविका पनि हुन्छु। आफ्ना हातहरू उठाएर मैले आफैलाई उहाँको हातमा सुम्पेँ।